के खाने उता गएर चटपटे चटपटे खानु अन्त त्यस्तो हुन्छ नि हाम्रो जिन्दगी चाहिँ रहेछ साँच्चै पनि न गरी खानु न मरी खानु मरी खानु न मरी जानु हुन्न के गरी खानु न मरी जानु न गरी खानु न मरी जानु रहेछ हाम्रो जिन्दगी चाहिँ परिरहेको पुरा रिस उठ्छ कि तपाईँलाई चाहिँ कस्तो लाग्छ भन्नु त त्यस्तै हो सेम टु हात पनि कस्तो यो कालो छ खुट्टा पनि त्यस्तै अब काम गर्दा गर्दा यत्रो यत्रो यो चारो उता के बोकेर आएको यस्तो घाम लागेको छ अरू मान्छेहरू चाहिँ छाताबाट ठिङ 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 परिरहेछ हाम्रो छेउमा है अनि हाम्रो चारो पुगे हिँड्नु छ कालो न कालो गरेर त्यो जिन्दगी त कसैको छैन होला हाम्रो त्यस्तो त कसैको छैन भयो भए त भयो के हुन्छ छैन नि छैन हाम्रो त्यस्तो यता हेरेर भन्नु नि त नि यहाँ कुरो टिप्नु कति धेरै कुरो टाँसिरहेको छौ ढङ्ग गर्नु पऱ्यो नि त कुरो भएकोमा त सुरुवाल माथि तानेर जानुपर्छ ब्याङ प्याराम ब्याङ हिँडेर हुन्छ त म त माथि तानेपछि मेरो त कुरो छैन त नि उसकै घाँस निकाल्नु गएको उसकै घाँस ल्याउँदै गर्ने गएको त जस्तो कुरो अन्त त माथि तान्नुपर्छ सुरुवाल अनि चाहिँ टिप्नुपर्छ के मेरो त्यस्तो